चाहिँ हामी ग्रीन हाउस जाँदैछौँ सरको ग्रीन हाउस सेजल कम कम हामी चाहिँ यहाँ जाँदैछौँ आजको दिन चाहिँ यस्तो भयो कि पारेको उयोहरू देखाउनै सकेन हो अहिले चाहिँ हामी अब गएर देखाउँछु ग्रीन हाउसमा के छ भनेर अहिले चाहिँ के खाएर चाहिँ अहिले चाहिँ हामी यहाँनिर ग्रीन हाउसमा प्रवेश गर्दैछौँ सरले के रोप्नु भएको रहेछ ब्रोकोली सर यो ए बन्दाकोपी रहेछ है बन्दाकोपी यहाँ रायोको साग यहाँनिर चाहिँ के छ सर त्यो क्यारोट हो ए तर अलिक जर्मिनेटै भएको छ बिस्तारै जर्मिनेट हुँदैछ यहाँनिर चाहिँ गाजर क्यारोटको उयो रहेछ यहाँ चाहिँ धनिया यो त मकै होइन सर यो के पो गहुँ उयो कोदो आम सबै रोप्नु ओ कोदो जौ रहेछ यहाँनिर धनिया यो चाहिँ फुलकोपी होला ए फल्दैछ यहाँनिर बाटो बन्द गर्यो खै एक्सक्युज मी यहाँनिर चाहिँ फुलकोपी रहेछ र सब बोट चाहिँ ठुल्ठुलो रहेछ तर सबैभन्दा सानोमा चाहिँ फलेको छ त्यही भएर सानो मान्छेहरू चाहिँ एकदमै उयो हुन्छ ठुलो भएर जति ठुल्ठुलो भयो भने केही फाइदै छैन तर हेर्नुहोस् यहाँ सानोमा भनेर डिड यु अन्डरस्ट्यान्ड जापानिज उयो स्पाइनस हो ओके यो चाहिँ जापानिज स्पाइनस रे ब्रोकोली यता ब्रोकोली ए भन्नुहोस् उपरको पनि यही हो हजुर उपरको पनि यही हो हजुर के हो मिस ए हजुर उयो पनि रहेछ अनार पनि रहेछ हैन यो के भन्छ टमेटो हो लेमन हो उयो अनार हैन ए के पो अनार हैन के पो भन्छ अनारस यो उयो लेमनको उयो पनि रहेछ यहाँ अर्ग्यानिक स्टेट एकदमै दामी अर्ग्यानिक यहाँ उयो पनि आउँदैछ क्याप्सिकम डल्लेहरुको पनि आउँदैछ जर्मिनेट क्याप्सिकमहरु राख्नु भएको छ यहाँ चाहिँ क्याप्सिकम डल्ले अन्त सर मेहनतको फल अब कति खुसी लाग्छ तपाईलाई मेहनत गरेर अब यसरी आउँदाखेरि चाहिँ धेरै खुसी मोस्टली यहाँ चाहिँ अब हाम्रो चाहिँ के भन्छ ज्यादा फगी हुन्छ कि त्यही कारण ग्रीन हाउस चाहिँ मोस्ट इम्पोर्टेन्ट नभए त्यो उहिले बिग्रिहाल्छ नि त है चिसो बेसी हेर ग्याल्बो सर ग्रीन हाउसमा घुमेर सब्जीको बिचमा घुमेर कस्तो लाग्यो तपाईलाई खुसी लाग्यो है अब बजारे भन्दा बस्तीको सब्जी साह्रै राम्रो हुन्छ खानु पाइने रहेछ है खानु पाइने रहेछ यो पालि चाहिँ पक्का यो देख्दा चाहिँ छिटै खानु पाउँछ लाग्छ कुन चाहिँ यो देख्दा यहाँनिर उयो मसिन यो त उयो होइन जिरे खोर्सानी जिरे खोर्सानी पनि रहेछ यहाँ ओके टमेटो हजुर मेथी हजुर यहाँ माथि चाहिँ मेथी रहेछ उता चाहिँ फ्लावरको सिडलिङ छ ए फ्लावर चाहिँ भोलिपछि टमेटो उयो ज्यादा जर्मिनेट भइराखेको ठुलो खालके होला हजुर
फ्लावरको उयो त यहाँ पनि रहेछ है उयोहरू सिनेरियाको यहाँनिर आलु रहेछ पोटेटो हुँदैछ उतल चाहिँ के भन्छ गार्लिक छ हजुर गार्लिक ए सब्जी त पुरा लाउनु भएको रहेछ How are you? Fine? Yes, miss. Okay. Let's go. अहिले चाहिँ हामी ग्रिन हाउसमा घुमेर पनि फर्किँदैछु बस्तीमा चाहिँ फ्रेस सब्जीहरू खान पाइन्छ तर फ्रेस सब्जी खानु पाइन्छ तर मेहनत गरे भने मात्रै जो अल्छी छ जो अल्छे गर्छ खान पनि पाउँदैन मेहनत गरेर आफैले रोपेर आफैले उगाएको सब्जीहरू चाहिँ एकदमै मिठो हुन्छ सिमसाङ चारको फोटो खिच्यो Yes, just Sejal. Come here. It comes. Sejal. Yes, miss. Hi, miss. ठिकै छौ नाचिदेऊ न रुक्क माइका भन्ने नाचिदेऊ न मामाले भोलि स्कुल आउने आउँदैन भोलि सन्डे हो मन्डे आउनु ल के पढ्छ भन न के लेख्छ मामाले स्कुलमा के लेख्छ एबिसिडी लेख्छ मजा आउँछ ए राइनो क्लास रहेछ यस्तै सरले मलाई पनि दिनुभएको थियो तर हाम्रोमा यतिको राम्रो चाहिँ भएको थिएन होइन हेर्नुहोस् ल फ्लावर कलेक्सनहरू चाहिँ पुरा रहेछ सरको म पनि यहाँनिर यहाँ हेर्नुहोस् यहाँनिर सानो फ्लावर त खोर्सानी बीट होइन सर यो त बीट होइन बीट यस लेडी ब्याग मलाई पनि चाहिएको थियो उस्तो फुल एउटा चिज मैले देखेँ त्यो चाहिँ के भने यो मुन्टा कस्तो खाउ लाग्दो भइरहेको अस्ति मैले कम्ती खाएन घरमा गएर पर त्यो भुटेर हुन्छ नि मसै टक्क भन्छ त्यो पात एउटा पनि नल्लाई दामी हुँदो रहेछ नि यो खोर्सानी हो सानो प्लेसमा पनि धनिया मजाले रोप्नु भएको रहेछ यो चाहिँ के अङ्को डक अरे खेल्ने हो डक पानीमा डुबेको मिसहरू चाहिँ भित्र बात गर्नु हुँदैछ फ्लावरहरू चाहिँ सबै पुरा रहेछ कि यहाँ योहरू त्यत्तिकै उयो रहेछ सायद रोप्नु नभएको होला यहाँ हेर्नुहोस् फ्लावर चाहिँ अघि मैले यहाँ त्यति राम्रो देखेन अर्किड चाहिँ किनेर ल्याउनु भएको अरे अर्किड सिनेरिया हाम्रो पनि फुल्छ अस्ति अब यहाँबाट लगेको थिएँ यस्तो यो डबल ए वाला रहेछ हाम्रो चाहिँ सिंगल आफ्नै फुल्छ डबल ए वाला रहेछ है यो अहिले चाहिँ हाम्रो यहाँ लन्च आइपुगेको छ सो यहाँ मोमो चिकन मोमो
सुप यता चाहिँ माइन भेज यहाँ चाहिँ सिम्सन सरको आलुको मोमो त्यसले आफ्नो आलु मोमो होइन म सुप सर्भ गर्छु हैन यता सुप प्योर भेज सुप यो चाहिँ यता चाहिँ मोमो अचारको लागि यस्तो प्लेट गर्नु होला के लाउनु नि नानीहरु त्यो हातले खान सजिलो हुन्छ बिचारा यत्रो खान स्पिड हुन्छ नि यहाँ छ यहाँ के कस्तो मिठो भयो मोमो मिस म लगाउँछु नि तपाईँ खाँदै गर्नु न हातको चिप्लो खानु मिस म लगाउँछु नि अरूले पनि टेस्ट गर्छ होला तपाईँ खानु न खाइ ल भन्नु न सोनिका मिस खाइ ल भन्नु न डबल हेर्दै बस्छ तिमी हेरिबस्छ म खाए डबली परेन रहेछ त्यो अहिले अर्को पनि छ नि खाइ ल होस्टेलमा एउटा रुम त खाली बोइज होस्टेलमा एउटा मेल टिचर चाहिँ थिएन नि केटीको कुरा गरेको होइन अहिले पाउँछ नि सबैले म त तपाईँ हिजो पो सोधेँ लन्च टाइममा गएर तपाईँले फोन गर्दा म त्यहाँ झरेको थिएँ अन्त त्यो सोधेको त छ भन्दै मिस यो नि अचार हाल्ने चाहिँ मिस ए पूजा मिस स्पुन युज गर्नुहोस् न पूजा मिस दामी टेस्टी टेस्टी मोमो है तपाईहरुको पनि मुखमा पानी आउँछ जाडोको मौसममा नाइस पोटेटो मोमो मिठो गर्छ ए कस्तो हुन्छ म बोलेको छु नि होइन मिठो भएर बोल्दैन नि म मिठो भएर बोल्दैन ओ देखाइ फोटो दिनु न थ्याङ्क यू लाचिले यस्तो मेमोरी राख्नुपर्छ नि अर्डर गरौँ मान्छे ठुलो भयो म खाल्दैन 3 जना छ फोटो खिचेको फोटो कति दामी कोपी छ देखेको भएको त्यस्तो कोपीमै छ मेरो हुर्केको मान्छेले कोपी नदेख्नु हिजो यस्तो देखेछ कति दामी छ नि मजा आएको टिपेर गोछिला हाल्नु नि टिपेर गोछिला कोपी हो भने आलु आलु हाल्नु सजिलो के भने पुष्पास भिडियो खाएर दामी कोपीको कुरा यो त खिचिरहेछ मैले पर्सी हैन एन्टिक विन्डो चाहिँ पहिलेको काठको प्याटर्न हेर्नुहोस् कति मजा लाग्यो ज्यामेसको स्टिल जस्तो क्या बोलाउँदैछ हामीलाई उयो भएकै छैन अब 1-2-15 दिनदेखि चाहिँ हरियो फर्किन थाल्छ डल्लै मोल चेन्ज गरेको अस्ति भर्खर यहाँ त दरबाट सप्रिन्छ नि योपालि ढिलो भयो नि बाई बाई कियोङ बाई 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 गएको ल बाई 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 सेजल बाई गएको ल बाई बाई अब चाहिँ हामी जानु आँटेको हुन्छ सर अब हामी जाने धन्यवाद तपाईहरुलाई एकदम तपाईहरुलाई झन् धन्यवाद तपाईहरुलाई दुःख पायौँ खायौँ पिङ दुःख पायौँ भन्ला छ ल हुन्छ बस्नुस् ल हुन्छ बस्नु ल बाई बाई अहिले चाहिँ हामी निस्केको यहाँबाट सोनिका मिस जाडो भयो बहुत जाडो पूजा मिस हजुर अहिले चाहिँ पूजा मिसहरुसँग छौँ जाडो भयो पुरा जाडो भिडियो रुममा चाहिँ तातो भएको थियो
अहिले चाहिँ जाडो भयो यङ्कित ठिकै छ बोला न हामी जाँदैछौँ अहिले हान्नुहोस् म चाहिँ बयर पनि खान्छु यसो चाहिँ के लागेको हो कि के को दाग लाग्यो कि के हो यो सो अहिले चाहिँ टक्कै 6 पनि बज्यो र हामी रुममा आइपुग्यो र आजको छोटो भ्लग हेरिदिनु भएको लागि थ्याङ्क यू सो मच अनि फेरि पनि नयाँ भ्लग लिएर आउनेछु अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला सो बाइ बाइ सबैजनालाई